फिटनेस मिथ नम्बर 5, क्रिएटिन मोनोहाइड्रेट खान हुँदैन। यो अननेचुरल र डेन्जरस हुन्छ। हाम्रो शरीरले क्रिएटिन लिभर, किडनी र प्यानक्रियासमा बनाइराखेकै हुन्छ। त्यसैले यो कुनै नयाँ केमिकल होइन। अनि मेनली यसलाई स्टोर गर्ने भनेको हाम्रो मसलमा हो र एक्सरसाइजहरू अथवा कुनै काम गर्नु पर्दा सर्ट एनर्जीको लागि क्रिएटिन युज हुन्छ। खानाहरू जस्तै रातो मासु र अन्डामा पनि क्रिएटिन पाइन्छ। सो क्रिएटिन इज कम्प्लिटली नेचुरल। तर हामीलाई डेली चाहिने 5 ग्राम क्रिएटिन पुर्याउनको लागि 60 देखि 90 वटा अन्डा खानुपर्छ। त्यसैले वी निड सप्लिमेन्ट। अनि त्यसमाथि संसारको सबभन्दा धेरै रिसर्च भएको केमिकल हो क्रिएटिन। यसलाई लामो समयसम्म खाँदा पनि यो हार्मलेस नै हुन्छ। डेली क्रिएटिन खानाले तपाईको मसल स्ट्रङ्गर हुन्छ, वर्कआउट गर्दा थकाइ लाग्दैन, अनि त्यसमाथि यसले तपाईको ब्रेन पावर पनि बढाउँछ। सो जिम नजानेले पनि क्रिएटिन खाँदा हुन्छ। कोक खाँदा केही नमान्ने मान्छेहरूले क्रिएटिन खाँदा चाहिँ कुरा काटिरहेको हुन्छन्। सो उनीहरूलाई यो भिडियो फरवार्ड गरिदिनु होला। अनि अरू फिटनेस ट्रुथको लागि हामीलाई फलो गर्न नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ।